D2 कोड र ई भिजामा के फरक छ त? सुरु गरौँ D2 भिजाबाट। D2 भिजा चाहिँ साउथ कोरियामा ब्याचलर्स, मास्टर्स अथवा पिएचडी गर्न चाहने स्टुडेन्ट्सहरूको लागि हो। यो चाहिँ एकदम लङ टर्म भिजा हो, इस्युड बाई कोरियन एम्बेसी अफ नेपाल। र यसको लागि चाहिँ हजुरहरूले डकुमेन्ट भेरिफिकेसन गर्न कोरियन एम्बेसी अफ नेपाल गएर हजुरहरूले भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ। र त्यसै गरी D2 कोड भिजा भनेको के हो त? D2 कोड भिजा इज अ भिजा इस्युएन्स नम्बर अप्रुभल बाई कोरियन इमिग्रेसन। यो कोड चाहिँ कोरियन युनिभर्सिटीले इमिग्रेसनबाट निकालेर दिन्छ र तपाईँहरूले कोड र सर्टेन डकुमेन्ट्सहरू लिएर एम्बेसी गएर भिजा अप्लाई गर्नुपर्ने हुन्छ। र अब कुरा गरौँ ई भिजाको। ई भिजा भनेको के हो त? ई भिजा चाहिँ इलेक्ट्रोनिक भिजा हो, वेयर वी क्यान कम्प्लिटली अप्लाई थ्रु अनलाइन प्रोसेस। ई भिजाबाट अप्लाई गर्दाखेरि चाहिँ तपाईँहरू एम्बेसी गइराख्नु पर्दैन, तपाईँहरूले डाइरेक्ट अनलाइनबाट पनि अप्लाई गर्न सक्नुहुन्छ। र हजुरहरूले ई भिजाबाट अप्लाई गर्दाखेरि आइक्युएएस भएका युनिभर्सिटिजहरूबाट मात्रै अप्लाई गर्नुपर्ने हुन्छ। तर त्यसको लागि हजुरहरूको ब्याचलर्स अथवा मास्टर्समा 50% अबभ चाहिँ आएकै हुनुपर्छ। एन्ड हजुरहरूले ई भिजामा अप्लाई गर्दाखेरि विथ र विदाउट आइएल्स पनि अप्लाई गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँहरूलाई D2 कोड र ई भिजामा के रिक्वायरमेन्ट्सहरू चाहिन्छ भनेर अझै धेरै डिटेलमा बुझ्न मन छ भने चाहिँ डु भिजिट पोलार एजुकेसन।